slow. Oh no. Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act, head up, that's a fact. Never looking back, I'ma keep myself on track. Keep my head up, staying strong, always moving on. Feel I don't belong, tell my thoughts to move along. Push myself to be the best. So hello, welcome so guys, के छ खबर? आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला र हामीले पनि फेरि आइसकेका छौं भ्लगमा र उता सुजन र आज चाहिँ हामीहरु तीनजना छौं म्याक्सिमम र आजको भ्लगमा हामीले चाहिँ फेरि हल्दीबारी जाने हो किनकि हल्दीबारीको बाटो एकदमै राम्रो लाग्यो हामीलाई अनि दाइ चाहिँ उता हेर्न सक्नुहुन्छ दाइको ड्युटी चाहिँ अब नाइट चल्दैछ अब हामीहरु चाहिँ हल्दीबारीको पुलमा हेर्छौं हल्दीबारीको देउनिया पुलमा ल गाइस सो गाइस हामीहरु चाहिँ देउनिया खोला आइसकेका छौं र देउनिया खोलाबाट चाहिँ योबाट सिधा गयो भने पार्कखुपी पुगिन्छ अब हामीहरु देउनिया खोला त्यही भने अब यहाँदेखि फेरि जाने हो आरामले पुल हल्लेको ल अब जामै यताबाट ल गाइस हामी चाहिँ जाँदैछौँ लेट्स सी ल केटाहरू गयो आराम से आराम से स्लो 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 ओह नो खत्म बाय बाय टाटा गुड बाय गया गिर के बहुत सो गाइस हामीहरु चाहिँ अब पार्कखुपीतिर लाग्दैछौँ गाइस पार्कखुपी एरिया अब पार्कखुपी एरिया पछि पुगेपछि हेरौँ है गाइस सो गाइस हामीहरु चाहिँ पुगिसकेका छौँ पार्कखुपी अब पार्कखुपीमा हाम्रो चहल मचल सुजन साइड जल्दी जा भाई जल्दी जा जल्दी जा भाई चल मत देखा भाई जल्दी जाओ सो गाइस हामी चाहिँ अब पार्कखुपी कटेर अब हल्दीबारीतिर लाग्ने ल अब हल्दीबारीको सिधा यो बाटो त्यसपछि हल्दीबारी पुग्न आँट्दा हामी फेरि भिडियो बनाउनेछौँ ल सो गाइस हल्दीबारी चाहिँ हामीसँग पुगिसकेको छौँ हल्दीबारीको चल भाइ स्ट्यान्ड देखाउने होइन जा लु भिडियो बनाउँछु गाइस हल्दीबारी हामीसँग पुगिसकेको छौँ हल्दीबारी नआए ल हल्दीबारीमा अलिकति चल परेर न लु लु लु
ओ यता 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 उता उता बाटो अर्को चलपल गाइस केटालाई चलपल हान र हाम्रो यता प्रदीप दोस्त हामी हल्दीबारी नगरपालिका आइसक्यौँ अब यसो चलपल दिनुपर्छ अनि रमाइलो गर्नुपर्छ हामीले यसो स्केटिङ खेल्दै केटाहरू 3 जना आएका छन् भन्ने मान्छेहरूले पनि चिनोस् भनेर त्यही हो मेरो भनाइ सुजनले के भन्न चाहन्छु ओ धने कान्छी खोइ ओपी एक्सन दाइको लुज भएको छ स्क्रु ड्राइभ हाम्रो चाहिँ चलपल सक्यो अब हामीहरू चाहिँ लाग्ने होला घरतिर अब घरतिर निस्क्यौँ है गाइस सो गाइस हल्दीबारी चलपल हामी हल्दीबारीबाट निस्किसकेको छौँ र हेर्नु सक्नुहुन्छ हाम्रो पिछाडि र अब हामी चाहिँ घरतिर लागेको छौँ अब पारीखुपी पुगिन्छ पारीखुपीपछि हल्दीबारी अब पारीखुपीमा हेरौँ है गाइस कस्तो हुन्छ गाइस